सबैभन्दा पहिला सुकुम्बासी र यो अव्यवस्थित समस्या लामो समयदेखि चर्किँदै आएको यो व्यवस्थापन साँच्ची नै सामाजिक सञ्जालमा मात्र हुन्छ कि व्यवहारमा हुन्छ, यो कहिलेसम्म हुन्छ भन्न चाहन्छु। दोस्रो प्रश्न, नेपालमा सहकारीमा ठुलो घोटाला भयो, ठुलो तपाईँको समस्या उत्पन्न भयो, थुप्रै आन्दोलन भयो। यो जीवी राई भन्ने जस्तै जीवी राई लगायत अन्य चाहिँ थुप्रै सहकारी ठगिहरू गर्ने कहिले पक्राउ हुन्छ, स्पेसली जीवी राई। दोस्रोमा भदौको 23-24 को जेनजी आन्दोलन भएका घटनामा मानव अधिकारले तयार पारेको प्रतिवेदन लगायत भर्खरै मात्रै सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुभयो अन्य आन्दोलनहरूमा भएको जति पनि घटनाहरूलाई चाहिँ छानबिन गर्छौँ भन्नुभयो। यो कहिलेसम्म हामीले साँच्ची नै यसको चाहिँ यो घटना चाहिँ यसरी भएको छ भनेर चाहिँ परिणाममा देख्न सक्छौँ, त्यो प्रश्न गर्न चाहन्छु। र अर्को, कालोपानी लिपुलेक लिपिया धुराको समस्या निकै लामो समयदेखि चल्दै आएको छ र अन्य सीमामा थुप्रै समस्याहरू छन्। त्यो सीमामा चाहिँ कहिले सरकार छ भने सीमाका चाहिँ आम नागरिकहरूले अनुभूति गर्न सक्छन्, त्यो प्रश्न गर्न चाहन्छु। र मैले सम्माननीय प्रधानमन्त्रीज्यूको कार्यकक्षमा आएर यो बाँदर व्यवस्थापनको चाहिँ ठुलो जो हामीले चाहिँ 3टा उपायसहित सम्माननीय प्रधानमन्त्रीज्यूको कार्यकक्षमा आएर मैले लिखित रूपमा दिएको थिएँ। हामीले स्वाधीन र राष्ट्रवादको कुरा गरिरहँदाखेरि चाहिँ कृषि र किसान बिना हामीले स्वाधीन देश चाहिँ परिकल्पना गर्नु सकिने जस्तो मलाई लाग्दैन। यो बाँदर व्यवस्थापन कहिले हुन्छ भन्न चाहन्छु। यसमा श्रेष्ठ सबैजना लाग्नुपर्छ, यो हाँस्ने कुरा होइन, यो श्रेष्ठ कुरा छ, लाखौँ किसानसँग जोडिएको कुरा हो। हस्, धन्यवाद। बाँकी कुरा फेरि अब अर्कोमा गरौँला।